सुरुमा मजा त्यसपछि सजा चड्डी ग्याङ यसरी हिँडिरहेको चड्डी लाएर कोही बक्सर लाएर जनै झुन्डाएर हिँडिरहेछ उहाँ चाहिँ हाम्रो सुदीप ब्रोदर होइन अहिलेको भनौँ न आज अलिकति यहाँ त्यस्तो केही परिहाल्यो भने पनि सिधै फर्स्ट चार्ज गर्ने भन्नुभएको छ उहाँले ठिकै छ अब उहाँहरू सबै अब यहाँको के भन्छ त्यो माफियाहरू हो त ठिकै छ अहिले इन्ट्रोक्सन नदिउँ ल हेलो गाइज हामी कहाँ जाँदैछौँ आज जुमेरा बिच ओके आज हाम्रो यो ग्याङ चाहिँ जुमेरा बिच जाँदैछौँ हामी अब जाँदैछौँ आज बबाल तरिकाले माल हान्न यस्तै रहेछ जिन्दगानीमा हे पासा राम्रै पाएछ रहेछ के हो पासा कुरो चाहिँ धेरै उडी खेल्न मन लागिरहेको थियो गरौँ छैन सनबाद लिन मन लाग्यो सनबाद लिने अब गएर भाइ बहिनीहरू समुद्रमा के छ त खुसी लागिरहेछ भाइलाई हाम्रो असिम भाइलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु भनेकै छ फाइनली गाइज हामी हाम्रो आजको डेस्टिनेसनमा पुगिसकेका छौँ अब त्यहाँ के कति रमाइलो हुन्छ तपाईँहरूलाई एकछिन अपडेट गर्ने नै छु हामी अब हिँड्दैछौँ गाउँतिर है टन्टलापुरी घाम छ उहाँ चाहिँ हाम्रो सुदीप ब्रोदर होइन अहिलेको भनौँ न आज अलिकति यहाँ त्यस्तो केही परिहाल्यो भने पनि सिधै फर्स्ट चार्ज गर्ने भन्नुभएको छ उहाँले ठिकै छ अब चार्ज हान्ने हो पासालाई पनि बोकेर आइएछ हाम्रो पासा हजुर कुरो ठिक छ नि होइन ए सब ठिक छ सन्चो भयो मेरो त सबै कोही रोजगारी कोही बेरोजगारी कोही टुरिस्ट साथीहरू छन् यहाँ होइन कट्टो पनि लाग्छ म हो कतिवाला यस्तै रहेछ यो सबै ग्याङहरू हिँडिरहेछ हामीसँग है हेर्दाखेरि त उहाँहरू सबै अब यहाँको के भन्छ त्यो माफियाहरू हो त ठिकै छ अहिले इन्ट्रोक्सन नदिउँ ल कथा हानेको ल मैले अलिअलि
यो नजिकै यहाँ आएकोमा चाहिँ अब नुहाउन पाइएन किनभने पाकिस्तानीहरूले यहाँ आतङ्क मजाको रहेछ अनि अब केटीहरूको चाहिँ पानीमा गएर अलिकति बिहेभ टाइपको होइन अलिकति हरासमेन्ट जस्तो गरेर रहेछ त्यो भएकाले गर्दा हामीलाई अब ब्याचलर्स देख्ने बित्तिकै मतलब ब्याचलर्स होस् नहोस् नेपालीहरू पाकिस्तानीहरू कोही पनि यतातिर होइन अब जुमेरा 3 तिर जा भनेको छ अरे है ठिक छ गइदिउँ अब यस्तो रहेछ जिन्दगानीमा केटाहरू नुहाइरहेको अवस्थामा छन् म चाहिँ पुगेर टावल सवल समातेर बसिरहेको छु यस्तो रहेछ क्या जिन्दगानी ओ केटा आउने यता 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 मेरो खुट्टामा घाउ भएको कारणले गर्दा मैले अब नुहाउनु मिलेन त्यो भएको कारणले गर्दा केटाहरू नुहाइरहेको छन् होइन म ल्याउँछु नुहायो सुरुमा मजा त्यसपछि सजा चड्डी ग्याङ यसरी हिँडिरहेको चड्डी लाएर कोही बक्सर लाएर जनै झुन्डाएर हिँडिरहेछ खुल्छ नि अब यस्तै कुराले गर्दा चाहिँ गाई चाहिँ म चाहिँ नुहाइनँ है किनभने यस्तै किसिमका कुराहरू म चाहिँ आज उहाँहरूको चाहिँ चौकीदार भएर चाहिँ आएको थिएँ फाइनल्ली हामी पुग्यो गाइज है के छ भनाइ के छ अलि भिजाउनु पर्यो नि त हेलो हेलो